धेरै मानिसहरू लगानीकर्ता हुँदैनन्। धेरै मानिसहरू अनुमान गर्ने तथा जुवाडे हुन्छन्। धेरै मानिसहरू किन्ने, थामेर राख्ने र प्रार्थना गर्ने मानसिकताका हुन्छन्। धेरै मानिसहरू बजार चालु रहिरहन्छ भन्ने आशामा र बजार धराशायी हुने भयमा बाँचिरहेका हुन्छन्, यानि कि डरमा बाँचिरहेका हुन्छन्। एउटा सही लगानीकर्ताले बजार चालु रहे पनि नरहे पनि पैसा कमाइरहन्छ। यो कुरा चाहिँ धनी बुवाको लगानी भन्ने बुकमा चाहिँ मैले पढिरहेको छु हैन। यो पोइन्ट चाहिँ मलाई एकदम रिलेटेड र एकदम उपयुक्त लाग्यो, जुन तपाईहरुसँग रिलेटेड होला भनेर चाहिँ यो मैले भनेको। यसमा के कुरा गरिएको छ भने यो अनि यसमा चाहिँ उदाहरण चाहिँ माथि चाहिँ 4-5 वटा बुँदा दिएछ। त्यसमा चाहिँ एउटा के देख्छ भने शेयर मार्केटको पनि कुरा गरेको छ यहाँ हैन। शेयरमा भने चाहिँ यहाँ के भनेछ भने मैले कुनै पनि कम्पनीको प्रति शेयर $5 को हिसाबमा 500 शेयर खरिद गरे, त्यसको दाम बढेर $15 पुग्यो, मैले त्यसलाई बेचेर एक हप्तामै $5000 कमाए भनेर भनेछ। तर यो कुराहरुलाई चाहिँ लगानीमा चाहिँ राखिएको छैन। अब एउटा कुरा चाहिँ यहाँ के छ भने हामीले पनि शेयरमा लगानी गरिएको छ थोरै धेरै हैन। तपाईहरुले पनि गर्नुभयो होला, मैले पनि गरेको छु हैन। हामीले पनि थोरै धेरै यो लगानी गरिएको छ। यो शेयर मार्केट भनेको चाहिँ लगानी होइन भनेर चाहिँ यो बुकमा भनिएको छ हैन। यो कुराले म पनि एकछिन झसङ्ग भए हैन, किनकि हामीले त शेयरलाई त लगानी भनेर सोचिरहेको हुन्थ्यौं नि। त्यो भनेको एउटा जुवाडे हो या चाहिँ अनुमान गरेर दाउ हान्ने हो भन्ने कुरामा चाहिँ त जुवा तास खेले जस्तो कुरा भयो यो चाहिँ हैन। त्यही भनेर चाहिँ यो बुकमा भनिएको छ। सायद यो कुरा तपाईहरुलाई पनि काम लाग्छ होला भनेर मैले यो भिडियो बनाएको हैन। यो बुकमा भएको अन्य भिडियोहरु पनि लिएर आउँछु हैन, अन्य पोइन्टहरुको पनि भिडियो लिएर आउँछु। मसँग जोडिरहनु होला। थ्यांक यू।